बिस्तारै जब उमेर बढ्दै बढ्दै जान्छ त्यो प्रोस्टेट ग्रन्थीको साइज पनि बिस्तारै बढ्दै बढ्दै जाने गर्छ। पिसाब घरिघरि आइराख्ने, पिसाब गर्नलाई राति तपाईँ फ्रिक्वेन्टली उठिराख्ने, पिसाब सुरुवात गर्न गाह्रो हुने, अड्की अड्की आउने, हामीले चाहिँ औषधि बिना कुनै घरेलु उपाय छ जसको माध्यमले प्रोस्टेटको लक्षणलाई हामीले चाहिँ कम गर्न सक्छौँ। नम्बर 1 मा हामीले पानीको मात्रा अलिकति कम गरिदिनु पर्ने हुन्छ सुत्नुभन्दा अगाडि। यदि तपाईँको प्रेसरको रोग छ र तपाईँलाई चाहिँ प्रेसर कम गराउने कुनै पिसाबबाट बेसी गराउने औषधि दिएको छ, त्यसको डोज अलिकति कम गरिदिने। हामीले खानेकुरामा एकदमै स्पाइसी खानाहरू चाहिँ खानु भएन, जसको कारणले गर्दाखेरि पनि यो पिसाबको जुन लक्षण छ, यो प्रोस्टेटले गर्दा जुन लक्षण छ त्यसलाई बढाइदिन्छ, त्यसलाई कम गर्नु पर्यो। तपाईँको यदि कब्जियत छ भने बरु तपाईँले सागसब्जी बेसी खानुहोस्। कब्जियत भएको बेला पनि तपाईँको पिसाबको लक्षण अलिकति बेसी आउने गर्दछ। तपाईँले चाहिँ एकदमै स्ट्रेनस एक्सर्साइज गरेर तपाईँले वजन आफ्नो घटाउन सक्नुभयो भने यो लक्षणहरू एकदमै कम हुन्छ।